हामीले हाम्रो पेसालाई कसरी मर्यादित व्यवस्थित र समाजले कति हामीले पस्केका समाचार कति विश्वसनीय छ भनेर समाजले कति विश्वास गर्ने खालको एक खालको यो अन्तर्क्रिया कार्यक्रम गर्न लाग्यो। आज म हेरौँ सबैका पेसा आफ्नै किसिमका मर्यादित हुन्छन्, सबैका यो समाजलाई भूमिका सकारात्मक भूमिका निर्वाह गरेका हुन्छ। जस्तै उदाहरणको निम्ति हेरौँ शिक्षकहरूको आन्दोलन काठमाडौँमा हुँदाखेरि कति मिठा नारा लागे, मन्त्री कसले बनायो हामी जस्ता गुरुले, प्रधानमन्त्री कसले बनायो हामी जस्ता गुरुले। आज हामी पत्रकारिता गर्ने व्यक्तिहरूले पनि समाज कसले परिवर्तन गर्यो हामी जस्ता पत्रकारले, होइन विकृति विसङ्गति कसले अन्त्य गर्यो हामी जस्ता पत्रकारले भनेर हिँड्ने एउटा वातावरण बनोस्। यो स्वतन्त्रता दिवस भनेको अहिले हाम्रो पूर्व अध्यक्ष रविन्द्र शाहजीले भने जस्तो आम नागरिककै स्वतन्त्रता हो। हामी खालि कलम चलाउने क्रममा चाहिँ होइन हामीमाथि डर धाक धम्की आउनु हुँदैन, निष्पक्ष र निष्कलङ्क हिसाबले चाहिँ हामीले पत्रकारिता गर्नुपर्छ भन्ने हो। र हामीले चलाएका कलमले कहिलेकाहीँ के हुन्छ भने समाजलाई उल्टो गतितिर पनि दिन गइरहेको जस्तो लाग्छ मलाई। उदाहरणको लागि मैले हेरौँ सोमालियामा समुद्र तटमा एउटा बच्चो मर्न लागेको थियो, गिद्धले कतिखेर मर्ला र नखाउला भनेर बसिरहेको थियो। त्यो पत्रकारले त्यतिखेर म यसलाई फोटो खिच्छु र यो विश्वव्यापी बनाउँछु भाइरल हुन्छु यदि नभनेको भए त्यो बच्चा बाँच्थ्यो अरे। पछि के गर्यो त्यो बच्चा मऱ्यो, गिद्धले खायो, फोटो खिच्यो, पछि उसलाई आत्मग्लानी भएर त्यो फोटो पत्रकार आफै पनि आत्महत्या गरेर बितेको अवस्था छ। कहिलेकाहीँ के हुन्छ हामीले गरेका कर्मले कुकर्मले कतै कतै हामीलाई पनि आत्मग्लानी नहोस् होइन। हामीले गरेका कुराले मैले अब यो देश अब नयाँ विश्व भनेको छ। यो नयाँ विश्व किन भन्ने भन्दा अहिले प्रविधिको युगले गर्दाखेरि विश्व साँगुरो भएर गइसकेको अवस्था छ। अब उदाहरणको लागि हेरौँ न, के भन्छ सर्वोच्च अदालतको एउटा अधिकृतले पूर्णपाठ भनेर के अरे रेशम चौधरीलाई जेल पठाउनु भनेर एउटा पत्र पठाइदियो। प्रहरीले गएर दिल्ली बजार कारागार हाल्यो, 5 घन्टा जति बिचरा ऊ दिल्ली बजार कारागारमा बिताउनु पर्यो। मैले भन्नु खोजेको हामीसँग कलम छ भन्दैमा हामीले अनावश्यक रूपले सोध्दै गयौँ भने हामीले समाजलाई प्रभाव पार्ने कुराहरू छैन। अर्को कुरो यी गौतम भाइले बडा महत्त्वपूर्ण कुरा पूर्व वक्ता साथीहरूले पनि उठायो। हाम्रो पेसा भनेको अनलाइन होला, पेज होला, युट्युबै होला होइन, के भन्छ पत्रिका प्रिन्ट मिडिया होला, दृश्य मिडिया एफएम होला। हामीले त्यतातिरबाट चाहिँ अलिकति कलम हामीलाई चलायौँ भने हामीमाथि हेर्ने दृष्टिकोण। अब हामी पत्रकारले फेसबुकमा लेखेका छौँ नलेखेका होइन, हामीभन्दा चौबा लेख्दा अरू भइसक्यो कि। अघि अस्ति एउटा हेर्दै थियौँ गौरका चोर पत्रकार भनेर आएछ, कहिले चपुरका चोर पत्रकार भनेर आउला होइन। यो हामीमाथि पनि त आयो भने हामीले अर्कालाई औँला एउटा औँला देखाउँदा 4वटा औँला हामीमाथि आएको छ नि। त्यो नआउने वातावरण बनाऊ। यो प्रेस स्वतन्त्रताले मलाई लाग्छ सर पनि हुनुहुन्छ, अन्य निकायहरूसँग पनि हामीले छलफल बहस गरेर रौतहटको पत्रकारिता यदि मर्यादित भयो भने कुनै पनि जोखिम चाहिँ छैन, साहसिक पत्रकारिता नै गरौँ भन्ने मैले आग्रह पनि गरेँ। अब हामीले हो अब एकछिनको लागि छिटो प्रभाव हुने भएर फेसबुकमा डाइलिङ हान्छौँ होला, त्यो कदापि नगरौँ। भोलि साइबर क्राइम लाग्छ फेसबुकमा लेखेको कुराले, त्यतिखेर मासँग बोल्न सक्दैन। अहिले पनि हामीले भने जस्तो फेसबुकमा हाम्रै साथीभाइहरू पनि हामीले अहिले नभनौँला, भोलि साधारण सभामा प्रतिवेदन हालौँला, पऱ्यो त्यस्तै पऱ्यो हामीले माथि भयो भने हामी भोलि साइबरको उसो पठाइदिउँला, ब्युरोमा पठाइदिउँला। हामी हाम्रो साथीहरू पनि हेर्दैछौँ। त पेसामा अलिकति पनि दखल कसैले पुर्याउँछ भने पत्रकार महासङ्घ रौतहट चुप लाएर बस्दैन। अनि उदाहरणलाई हेरौँ भुवनेश्वर तिवारीले पत्रकारलाई धम्की दियो भनेर त्यहाँ विज्ञप्तिहरू आउन थालेपछि रिलाइज गर्नु पर्यो। हामीसँग भने हाम्रो तागत के हुनु पर्यो भने कलममा हुनु पर्यो। हामी शासक प्रशासक पनि जान्दैनौँ, हामी जान्दछौँ त्यही भुइँबाट मान्छेहरूको विषय जान्दछौँ र यो समाजलाई कसरी राम्रो गर्न जान्दछौँ, हामी त्यतातिर लाग्दछौँ। मैले अहिले यो विश्व प्रेस स्वतन्त्रता दिवसमा हामी म लगायत मेरा सबै यो पत्रकारिता क्षेत्रमा काम गर्नेमा सचेत हौँ र स्वतन्त्रको नाममा हामी कलङ्कित पात्र नबनौँ। यही मैले पनि सबै साथीभाइहरूलाई शुभकामना दिँदै अहिलेको यो कार्यक्रम अन्त्य भएको छु। अब प्रमुख अतिथिज्यू आउनुभएको छ, उहाँ नयाँ आउनुभएको छ, उहाँसँग हाम्रा अपेक्षा के हुन सक्छन्, उहाँले पत्रकारहरू साथीहरूको सुझाव के माग्न सक्नुहुन्छ ताकि शान्ति सुरक्षा अमन चाहिँ कायम हुनलाई मद्दत पुगोस्।
यति भन्दै मैले आफ्नो 2 शब्द टुङ्गाएँ। हवस् त, धन्यवाद सबै साथीहरू, नमस्कार।